मिलनमा काठमाडौँ बसेको किन माया नबोली बसेको जमुना दिदीले कराइदिनु भयो दाइ तपाईले पनि मन बोल्यो भने आछ कि हैन भन्ने मन बोल्ने कुरा भएको छ ल साइनो लगाई सोल्टिनी भनामला मन बोले नि सिधालु तिमी सोल्टी म तिम्रो सोल्टिनी जता राम्री तिमीलाई पल्टिनी भन्दा मेरो मन मेरो रोला बिना प्रमाण चाहिँ पाइदिएन छैन तिम्रो मन छुँदा हो मन पराको तिमीलाई बटुले हुँदा हो के हुँदैन भाउजू हुँदैन पहिले भेट भएको त्यो बेला कुरा है तिमी मेरो म तिम्रो बनेको कहाँ बिर्सनु आई लभ यु I love you भनेको कलेज आछ दिदी किन्दा थियो कानैमा झुम्काना
झुम्काना अब तिमीलाई दिनमा उम्काना गीत गायो यो मनमा मर्कैको यो मनको मर्कैको तिमी अर्कोमा पनि अर्कैको अझै नि बिर्सेको छैन सोटिले यो मनको मर्कैको यो मनको मर्कैको तिमी अर्कोमा पनि अर्कैको छैन सोटिले अङ्गलाइले अझै नि बिर्सेको छैन सोटिले अब अहिले आएर विगतका कुराहरू सम्झेर के फाइदा छ र होइन फाइदा नफाइदैन म ज्यानै गुलियो हुँदैछ क्या अहिले मलाई चिया दिँदा तातो पानी मात्रै दियो हुन्छ चियापत्ती हालेर ज्यानै गुलियो भइसक्यो त्यसै गुलियो लाउँछ ज्यान गुलियो हरियो के अरे सुकेको पात हरियो कस्तो कस्तो भाषा जोरा होला त रमाइलो यता गाह्रो भइरहेछ है के भनौँ मनमा चाहिँ जमुना दिदीलाई मैले पनि कसैलाई मन दिउँला कसैलाई मन दिउँला अबदेखि हेर्न जाऊ त ख्याल खुसी भएको छु ख्याल खुसी भएको छु कति राम्री साली जिउ भएको छु छैन सोनीले ख्याल खुसी भएको छु ख्याल खुसी भएको छु कति राम्री साली जिउ भएको छु मेरो माया त्यतै सारिदिन्छु त्यतै सारिदिन्छु दाइ तिम्रो सालीलाई ए मैले ल फसाउँछु म मायाको छापालाई मायाको छापालाई एन्जर लुगा किनिदिउँला थापालाई अझै नि बिर्सेको छैन सोटिले मायाको छापालाई मायाको छापालाई एन्जर लुगा किनिदिउँला थापालाई एकैछिन बसी बसाउ यो माहौल होइन अब
सबै सङ्गीतकर्मीहरू भेटिसकेपछि मलाई दोहोरी सुन्न मन लागिसकेपछि दाइलाई रिक्वेस्ट गरेर दाइले होइन आफ्नो एकदम मलाई सानो बचपनको याद आयो कि दाइका यिनै गीतहरू सुनेर होइन अनि के अरे माझी दाई पोखरा फेवातालमा यिनै गीत सुनेर हामी हुर्केको बढेको होइन अनि यतातिर चौङ्गा दिदी होइन चौङ्गा दिदीलाई म धेरै रेस्पेक्ट गर्छु स्टुडियो ओजनको सञ्चालिका हुनुहुन्छ निकै नै मिठो गायिका हुनुहुन्छ त्योभन्दा पनि होइन मैले त्यसरी चिन्छु मैले एकदम सम्मान गर्छु आज दाई र दिदीलाई सँगै राखेर सानो एउटा टुक्का खानाको यो कार्यक्रम सकियो रमाइलो भयो होइन म त एकदम खुसी छु किनभने यो हामीलाई पनि अब गीतै गाउने भनेर जीवन यसमा थालियो होइन अब नयाँ भाइ बहिनीसँग पनि सहकार्य गर्नुपर्ने रहेछ हामी पुरानै खुसीले नै सोच्दा पुरानै गीत गाइरहँदा पछि परिने रहेछ त्यसैले अब दाइ तिनी पहिलाका पुराना गीतहरू कति मिठा अझै पनि सुन्दाखेरि पनि आनन्द आउँछ हातमा काँडा आउँछ दाइ यिनी गीतहरू सुन्दा त्यो भन्दा फिल हुन्छ मलाई भोजराज थापा जस्तो अहिलेको चाहिँ समाजसेवी भन्छु उहाँलाई म पत्रकार भन्दा नि एकदम राम्रो मनको हुनुहुन्छ कि उहाँले अस्ति एउटा 4-5 बच्चाको घर बनाउँदा म रोएको छु कि त्यो भिडियो हेर्दा तपाईँले यो भनिरहँदा दाइ मैले तपाईँको हेरेको छु तपाईँको त्यो पोस्टहरू आइरहेको हुन्छ तपाईँले ठाउँ ठाउँमा गएर होइन हुन त अब हामीले मिडिया चलाउँछौँ र त्यो धेरै मास पुग्छ दाइ होइन तर तपाईँको फेसबुक वालमा एकचोटि हेरिदिनु होला सबैजनाले होइन ठाउँ ठाउँमा गएर घर बनाउने कामदेखि लिएर अनि त्यो दिन दुखीहरूलाई बिरामीहरूलाई तपाईँले उद्धार गरिरहेको मैले त्यो देखिरहेको छु दाइ त्यो एकदम सम्मान छ एकदमै सम्मान छ तपाईँप्रति दाइ यो एकदमै तपाईँ हामी सबैजना मिलेर होइन साँच्चै देशलाई परिवर्तन गर्न सकिन्छ कि होइन मलाई चाहिँ के लाग्छ भने अब माथिबाटै केन्द्रीय सरकारबाट यो देश बन्छ भन्दा चाहिँ अलिक समय लाग्ने हो कि अथवा हुनै सकिरहेको छैन होइन मलाई के लाग्छ यो देशको विकास अर्को ढङ्गले गर्न सकिन्छ टुक्रा टुक्रा के अबको 84 निर्वाचनमा संसदीय निर्वाचनलाई भन्दा नि स्थानीय निर्वाचनलाई हामीले अलिक धेरै सोच्नुपर्छ जस्तो धरान बन्दैछ भरतपुर बनिनै सक्यो होइन टुक्रा टुक्रा गरेर बनाउन पाए पनि देश बन्छ नि होइन मलाई त्यस्तो लाग्छ दिदी के छ भन्नुपर्ने 2-4 शब्द जास चुप्प लाग्नुहोस् न आज त भर्खर 21 जस्तो देखिन्छ मिलन लामा दाइलाई त मैले गीत सङ्गीत क्षेत्रमा एउटा अति नै आदर र सम्मान गर्ने व्यक्ति हुनुहुन्छ दाइ मसँग गीत गाउन जाँदा मसँग हेर्न गएको फोटो छ मसँग त्यो कुरा ठिक चाहिँ होइन माया प्रेम चाहिँ होइन तर यो नानी कलाकार भएकै थिएन त्यतिखेर म हिट थिएँ क्या बुटोलको महोत्सवहरूमा खुब जान्थेँ म एकदम 400 कता गएर स्टेजको छेउमा पुगेर स्टेजको मुनि अझ है अझ याद छ तपाईँलाई याद छ स्टेजको मुनि शीतलमा फोटो हो र अनि मसँग कति धेरै फोटो खिचाउँछु म त बिर्सिहाल्छु एकदमै छिटो होइन कोही मान्छे फेरि स्पेसल हुन्छ त्यसलाई बिर्सिन सकिँदैन यो गीत त गीत मात्रै हो तर गीत सङ्गीतको क्षेत्रमा मैले चाहिँ दिलदेखि एकदम आदर सम्मान गर्ने दाइ हुनुहुन्छ मिलन लामा दाइ किनकि आजको दिनसम्म आइपुग्दाखेरि कसैले केही कुरा पाठ सिक्छ भने निरन्तरता भनेको के हो भने मिलन लामा दाइ गाउँलाई माया गर्ने क्या देशमै बस्नुपर्छ है भन्ने मान्छे हो गाउँमै बसिरहेको छ उहाँले चाहेको भयो अहिले विदेशमा विदेशको टुर कति हानेका होइन विदेशमा त कहिले काहीँ जाने कार्यक्रम पढ्न जाने होइन तर उही विदेशमै बस्न सक्ने पनि त्यो क्षमता भएको मान्छे हो क्या मिलन दाइ तर गाउँलाई माया गर्नुपर्छ गाउँमै बस्नुपर्छ भनेर त्यो एउटा फेसबुक मार्फत पनि एकदम सन्देशहरू दिइरहनु भएको छ दाइले एकदम धन्यवाद दिन चाहन्छु दाइसँग मेरो लास्ट टाइम दुईचोटि भेट्यो दुईचोटि यही ठाउँमा भेटौँ फेरि स्टुडियो ओजनमै यो स्टुडियो ओजनप्रतिको मायालाई जमुना दिदी पनि सरस्वती रौदनी आजलाई यतिकै हामी केटा हुन्छ फेरि अब रमाइलो गर्दै त्यो समाज सेवा चाहिँ नछोड्नु होला रतन टाटाले पनि लास्टमा जाने बेलामा मलाई यो चाँडै वैराग्य आएको भए अझै धेरै दिन दुखेर सेवा गर्थ्यो होला भन्नुभएको छ कि आजको उहाँको सम्पत्ति सबै छोडेर जानुभयो सम्पत्ति कति हो खुसी त्यहाँ आनन्द छ क्या है कसैतिर है भाइ कति आनन्द आउँछ है मान्छे कुरा त काट्छ ल्याएर आधा खायो होला त्यो भन्ने मान्छेलाई चाहिँ पापै लाग्छ मेरो आफूले पनि भोगेको साँच्चै हो दाइ किनभने जो मान्छेले पठाउँछ त्यो मान्छे सन्तुष्ट हुन्छ दाइ होइन पठाउने मान्छे सहयोग गर्ने मान्छे सन्तुष्ट हुन्छ किनकि सबै डिटेल्सहरू खुलाएर हामीले देखाइदिएर नै दिइआउँछौँ हातमै दिइआउँछौँ उहाँहरूलाई भिडियो पनि पठाइदिए हुन्छ उहाँहरू खुसी हुनुहुन्छ कसैले 1 रुपियाँ पनि खायो भनेर आक्षेप लगाउनु भएको छ जब जसले पठाउँदैन जसले सहयोग गर्दैन त्यो मान्छेलाई चाहिँ निरन्तर आरोप लगाउँछ मेरो त अझ भाइ सबै मागेर होइन मैले यो यहाँ फुल लगाइदिन्छ नि विदेशमा युकेमा धेरै त्यो फुल लगाएको पैसा चाहिँ मेरो सधैँ त्यही समाज सेवा जान्छ अनि मलाई दिएको पेमेन्ट म नि खानु पर्यो त्यो त म दिन्दिनँ बाँड्दिनँ म पनि बाँच्नु पर्यो नि तर यहाँ लगाइदिएको फुलको पैसा मैले 1 पैसा नराखिकन खै धेरै हुन्छ
घर पनि बन्छ होइन, अहिले के बन्छ एकदमै भनाइको साँझ